Hey guys, welcome back to my channel. Hey Suru, I went there and they said 5 o'clock I can cut my hair. Okay, no need appointment. Yeah, there's a guy. Some people are waiting. Okay, maybe now 3 o'clock, right? 2 more hours. And then आज चाहिँ हामी यसरी अब यो फेरि सपिङको लागि जानु लाग्यो आज चाहिँ यसको पालो हैन यो चाहिँ मल बनाउने ठाउँ है यहाँ अब रेन्जर चाहिँ हो कपाल काट्ने ठाउँमा नि मैले एपोइन्टमेन्ट चाहिन्छ भनेर सोचेको थिएँ त्यसलाई अनि ट्रान्सलेट गरेर देखाएँ होइन यिनीहरू फेरि इङ्ग्लिस बोल्नु जान्दैन एउटा मात्रै जान्ने रहेछ अलिअलि 5 बजी आइज काटिदिन्छु भन्यो अब कति लिन्छ के हुन्छ कस्तो ठाउँ छ म अहिले देखाउँछु है त किप वाचिङ हामी चाहिँ अहिले लिडल जानु लाग्यो सपिङको लागि सपिङ पनि हल्का हल्का देखाउँछु लिडलमा चाहिँ सब कुरा पाइन्छ त्यही भएर हो अरे वहाँ बोर्ड देखेछ नि अगाडि लाइक ठ्याक्कै वहाँ अगाडि लिडल भनेर लेखेछ नि त्यही हो लिडल चाहिँ यो लिडल है त ल अब भित्र हेरेर भेटौँ मलाई त ल हामी चाहिँ टक्क अब कति आज चाहिँ धेरै बोतल छैन यिनीहरूले खाएको यो इसुरीले खाएकोमा यहाँ धेरै इसुरीले डेन्जर बियर खायो बियर पार्टी दिएको थियो इसुरीले 5 दिन आज चाहिँ धेरै हुन्न होला यो सायद 12 हुन्छ कि 10 हुन्छ होला आज एउटा क्यानको चाहिँ 0.5 आउँछ क्या बानी होइन बानी भन्छ 0.5 बानी है नट फेस नट एनिथिङ नट पैसा ल यति नै यता चाहिँ अरू नट निचा दिए त फाल्न मिल्छ लिडलको ठ्याक्कै यतापट्टि छ तिमी सेरोमा को हुनुहुन्छ यहाँ आउनुभयो होला सबजना है ओए जम्मा 11 यार ओन्ली 11 यार इसुरी यार वाइ यार ओए कस्तो क्युट के हो ओके लेट्स गेट इनसाइड ब्रेड हुन्छ है खानेकुरा जे लिने टक्क ब्रेडको भेराइटी चाहिँ यहाँ चाहिँ सही छ है यसले चाहिँ कति चाहिन्छ के चाहिन्छ मेजरमेन्ट क्याबेज दिस टाइम अल्सो यसलाई फेरि थाहा हुन्छ नि त के लिने कस्तो गर्ने भनेर त्यो यसले चाहिँ गर्छ म चाहिँ धकाल्दै जान्छु यसले हाल्छ यसले फेरि ठ्याक्क बनाउँछ यसले 200 जतिको फेरि यसलाई सब थाहा टेक 4 दिस टाइम गुड बोय को रेट देखाइदिन्छ है म आज है तपाईँहरूलाई आलुको रेट यहाँ आलुको रेट यस्तो छ यहाँनिर हेर्न यो 16.99 छ यसले रोजेको अलि टेक गुड वान समबडी गुड वान अल्सो त्यो यसको चाहिँ जम्मा 2 रुपियाँ खायो अब 2 रुपियाँको छोडी के 16 को लिने है स्मार्ट एस वर्क ए यस्तो छ कि रेट डिफ्रेन्स छ 2.29 6.99 यो फेरि हरिब राम्रो हो कति केजीको 2 केजीको त होला नि यो 1 केजीको रहेछ 1 केजी 6.8 लियो भने चाहिँ 6 दिन 12 7 18 हुन्छ लगभग 2.5 केजीको रहेछ यो यहाँकोहरूले चाहिँ अलि चिकनलाई चाहिँ त्यो चिकन मासु नभन्दो रहेछ कि अलि पुई त पुई भन्छ नि तर के हो मिक्स ग्रिल दि पुई होइन मिक्स ग्रिल के हो मिक्सवाला रहेछ यो चाहिँ गातुरी दि पोई भनेर गातुरी यो सस्तो हुन्छ कि यिनीहरू चाहिँ होइन मासु नभन्दो रहेछ कि ओन्ली बफ अरे बिफ र उसलाई मात्र पोर्कलाई मात्रै मासु भन्दो रहेछ क्या एक्चुअली मासु यो चाहिँ अलिक फ्रेस जस्तो 10 रुपियाँ कति पऱ्यो 10.99 फिसहरू चाहिँ यस्तो वाला नि हुन्छ भने त सस्तै हुन्छ फिसहरू सुसी धरी हुँदो रहेछ यहाँ जापानिज सुसी एरिया चाहिँ फेरि यस्तो हो क्या यहाँ डेन्जर ठुलो हो जस यो इजिली सबै कुरा पाइन्छ जस खानेकुरादेखि लिएर सबै त्यही हो यहाँ प्लेट र कप चाहिँ पाइन्न क्या यहाँ हामीलाई प्लेट र कप अलि एक्सपेन्सिभ हुन्छ अलि यहाँ अनि प्लेट र कप चाहिँ म लिन जानु त नेपाली पसलमा जानुपर्छ नि छ सस्तै हो यार यो यार चाहिँ म 3.55 100 ग्रामलाई रहेछ कि 1 केजीलाई चाहिँ 35 लिएर यो चाहिँ के हो भन्दा फिस हो नि त यो चाहिँ महँगो हुने भयो नि त यो होइन चिकन ब्रेस्ट रहेछ यार यो त यार पेप डिपोई भने यो चिकन ब्रेस्ट हो क्या फारापेल भनेको चाहिँ त्यो छाला हटाएको भन्नु खोजेको है छालाहरू केही छ पोर्कलाई चाहिँ के भन्छ बिफ दि पोर्कलाई चाहिँ माइनस 2.23 अरे 1 केजीलाई 22 ले भनेपछि ठिकै हो 22 ले भने 22 लेको 1 केजी विच वान सुड वी टेक 3 pieces 1 टेक
पोर्क छ नि सही छ पोर्कको आइटम नि धेरै पाइन्छ नि पोर्क पनि हरिब धेरै खान्छ क्या यहाँ जस यसले यहाँ लिँदैछ यसले चाहिँ हरिब अर्डर गरेर लिन्छ कि जस म्यानेजमेन्ट गर्छ यसले मनी म्यानेजमेन्ट एन्ड अल रुपियाँ भेट्टायो क्या यार कोहीलाई नि वास्ता हुन्न नि त अन्डा यत्रो सामान भइसक्यो यार अहिले यही सामानको धेरै त हुन्न तर जति लियो भने 200 भन्दा त हुन्न गरे खै लास्ट टाइम मैले लिँदा नि त्यस्तै भयो 1 रुपियाँको वास्तै नहुने कि मैले फेरि लिइदिएको क्या देखिहालेँ है लक्किएस्ट पनि हुनसक्छ त्यही भएर ओ माइ गॉड अहिले आएको 11 रुपियाँ अब हामीले कार्डबाट पे गर्ने हुन्छ यहाँ एन्टी फ्लिकर आयो यहीँबाट ड्याङ 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 देखाइदिएर यिनीहरूले खै के गरिदिन्छ यहीँबाट स्क्यान गरेर आफ्नो तालमा पे गरेर हिँड्न मिल्छ क्या अन्त कल द्याट गर्ल वाट किनकि फेरि स्क्यान राम्रोसँग हुन्न कि फेरि जाऊ पैसा कति भयो त्यहीँदेखि हिँड्छ होइन ए टोटिला टेक दिस टोटिला I'll keep here and use it नम्बर पनि यहाँ कति भयो भनेर त्यहीँ देखिन्छ होइन टक्क अहिले 11 आएको यहाँ भेजी 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 इडिट ओके ओके I'll call यसरी यहाँ अब कति हो के हो लिएको होइन त्यसले यहाँ वेट पनि अटोमेटिक हुन्छ कति रुपियाँ आयो भनेर यहाँ हुन्छ होइन सो वी आर डुइङ लाइक दिस अनि हाम्रो 11 रुपियाँ चाहिँ अहिले फाइनल भइसकेपछि बन्द भनेको त्यसले यो केटीले हेल्प गरिदिन्छ यो स्टाफ हो यहाँको काउन्टरहरू टु मच बिजी हुन्छ त्यहाँ चाबी जस्तो कि यो घुसारिदिन्छ यहाँनिर होइन अनि त्यसपछि यो पनि त्यसले स्क्यान गरिदिन्छ त्यहाँ फिनिस यार अहिले यहाँ यसरी के गरिदिन्छ कि यहाँ दबाई दिन्छ एउटा चाहिँ हाम्रो डिस्काउन्ट हुने भयो मेक इट फास्ट यार सो अल डन त्यसपछि है त ल बाई बाई डेन्जर घाम लाग्यो अहिले त यार है डेन्जर सनसाइन छ क्या अहिले त सब सपिङ गरियो लिएर आयो त्यही बिल देखाइदिएपछि आफै ढोका एक्सेस खुल्छ होइन ओ अब कपाल काट्नु पनि छ 5 बजेको है अपोइन्टमेन्ट थियो अनि नेपाली मार्केट नि जानु थाल र कप पनि लिनु छ यार अहिलेसम्म यसको युज गरेको मैले कप यार त्यो एकदम नराम्रो छ प्लास्टिकको आई डोन्ट लाइक द्याट कस्तो सनसाइन यस्तो ब्युटिफुल सनसाइन आयो मलाई त्यो आर्ट चाहिँ खतरा लाग्छ कि त्यहाँको यार त्यो खतरा भयो क्या त्यो किराना पसलको यार जहिले म आएँ यार अस्ति 10 बजे ओपन हुन्छ भनेर 10 बजे आएँ त्यो पनि भएन के गर्ने अब जानै पर्यो अहिले पनि अब ओपन त छ तर के भन्ने भित्र सामानहरू बनाएको छ अरे बनाउँदैछ अरे 2 घन्टा 3 घन्टा पछि आइज भन्छ यार ल्याङ हुने भयो ल्याङ अब के गर्ने फेरि ब्याक जानुपर्ने भयो सिट यार अब बेलुकातिर आउनु पर्ला अब किराना पसलले दिस नट गुड सर्भिस यार है के भन्ने अब तिमी सराउनु भएको यो किराना पसल आई विल रेट दिस 2 हो क्या लास्ट बार्बर सप चाहिँ यही हो है एकदमै नजिकै छ यो मेरो रुमबाट जस्ट यहाँ ठ्याक्कै 5 मिनट 2 मिनट नि लाग्दैन काट्ने ठाउँ चाहिँ त्यस्तो हाउ मच फर 60 यस्तो बिफोर एन्ड आफ्टर हेयर कट चाहिँ यस्तो भयो है चिल हेयर कट भयो न त 60 लेवाला नेपाली स्टाइल बुरिटो लोगो भयो नि त मेरो चाहिँ इनसाइड एक बुरिटो भेजी बुरिटो